म त हजुरलाई भेट्न आएको के छ सन्चो बिसन्चो के छ भनेर सोध्न आएको म त सोध्न बस्न ए हजुरलाई प्रसादी छ क्या यो खोल्टी यहाँ राख्नु निकाल्न पर्यो नि डुरिम हेलो सारिका ल बाई 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 क्यार्नु भयो आमा क्यार्नु भयो ए चिया खानु भयो ल गएँ म अहिले मासतिर हिँडेको ल हे गाइज वेलकम ब्याक टु माई न्यू डे न्यू भिडियो साथीहरू के छ सबैजना सन्चै आरामै हुनुहुन्छ होला म पनि एकदम फिट एन्ड फाइन छु र आज म जाँदैछु हाम्रो गाउँको बारेमा भिडियो बनाउन हाम्रो गाउँ कस्तो ठाउँमा छ कस्ता मानिसहरू हुनुहुन्छ भन्ने कुरा चाहिँ म तपाईँहरूलाई भिडियोमा देखाउँछु आजको मौसम चाहिँ जियोस् राम्रै छ हिजो अस्ति चाहिँ पानी आयो पानी आएर दिमाग खराब भयो आज चाहिँ जियोस् घाम लागेको चाहिँ देख्न सक्नुहुन्छ यता हाम्रो आमा पनि हुनुहुन्छ आमाको चाहिँ 84 भयो अस्ति कुकुर पनि छ यता यो चाहिँ हाम्रो घर है मैले चाहिँ करिब 9 महिना अघि चाहिँ हाम्रो गाउँको बारेमा भिडियो बनाएर हालेको थिएँ युट्युबमा है तपाईहरुले हेर्नु भएको छ कि छैन त्यो मलाई थाहा छैन गएर एकचोटि हेर्न पनि सक्नुहुन्छ र आज चाहिँ मेरो यो दोस्रो चोटि हो गाउँको बारेमा भिडियो बनाउन लागेको र मैले अर्को कुरा के भन्दा चाहिँ अब यो कपाल काट्न पर्ने छ कपाल पनि काट्न पर्ने हुन्छ ल साथीहरु भिडियो चाहिँ अन्तिमसम्म हेर्नु होला के कस्तो हुन्छ लेट्स गो म चाहिँ अब यहाँबाट हिँड्न पर्ने हुन्छ किनकि टाइम पनि भइसक्यो जे होस् आमाको 84 सभ्य र भव्य तरिकाले भयो म चाहिँ अब हिँडे घरबाट यस्तो छ बाटोको अवस्था यहाँबाट उता चाहिँ हाम्रो दाइको घर हो चिया खाएर बस्नु भयो उता म जानु पर्ने हुन्छ यो बाटो यो चाहिँ हाम्रो सिरिबाको बारी हो यहाँ चाहिँ एकहोरो मकै खनिसक्नु भयो ल गाइस म चाहिँ अब सिरिबाको घर आउन लागिसकेँ यो चाहिँ हाम्रो सिरिबाको घर हो यो तलको चाहिँ हाम्रो घर हो यहाँ चाहिँ प्याज पनि लाउनु भएको रहेछ यता चाहिँ गोठो ओ सिरिबा खै कत जानु भएछ यस्तो छ हाम्रो गाउँतिर बाटो सिँढीको बाटो छ चट्ट अलि पहिल्यै हो बनाएको त यो चाहिँ हाम्रो कान्छा बाको घर हो घरमा हुनुहुन्छ कि नै म चाहिँ चेक गर्न जान्छु यता बुनु पनि पिङखेली छन् ओ बुनु पिङखेली छौ मम्मी कता जानु भयो त ए हो कान्छ्यामा कता जानु भएछ खै हुनुहुन्न यो पारी देखेको चाहिँ हाम्रो डाँडो भनिन्छ यसलाई ल पिङखेलेर देखाइदेऊ त ल 1 5 चोटि है 2 3 4 5 ल भयो ल रोक स्टप 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 ल स्टप स्टप ल तिम्रो नाम के हो भन त ल एन्जिला थापा छेत्री कति क्लासमा पढ्छौ नि तिमी 2 मा ए ल ठिक छ यता हाम्रो आमा पनि हुनुहुन्छ क्यार्नु भयो आमा क्यार्नु भयो ए चिया खानु भयो ल गएँ म अहिले मासतिर हिँडेको ल यो चाहिँ हाम्रो तिलक दाइको घर हो हाम्रो उता अमर दाइले क्यार्नु भएको छ काम गर्दै है छ यहाँ चेन लामो भयो अरे यो थिचेसी भन्छ अझै बिग्रेको कहिले हो अस्ति नै हो यता को हुनुहुन्छ त नि यता जेठेमा हुनुहुन्छ रहेछ चिया खानु भएको यता कोही हुनुहुन्न घरतिर गाउँघरतिर कोही छैनन् साथीहरू बुढाबुढी हुनुहुन्छ यो चाहिँ हाम्रो कृष्ण दाइको धारो मकैको अवस्था यस्तो छ अहिले यहाँ चाहिँ मन्दिर पनि छ राम्रो मन्दिर उता आन्टीले घाँस लिएर आउनुभयो कहाँ पुगेर ल्याउनु भयो हेर्नुहोस् गाइस कति राम्रो घर छ हाम्रो बा उता हुनुहुन्छ के छ बा ल के छ बा खबर ठिकै हुनुहुन्छ ठिकै छ क्यार आउनु भयो त गोबर फालेर होइन बाख्रालाई पाइठलाई दुध खुवाएर भरेको सबै आउँछ नि आउँछ नि
यी बाले के पाल्नु भएको रहेछ हेरौँ है आज पाठो बेच्ने र बा कति हो यसको मूल्य भन्नुहोस् त म मान्छे पठाइदिउँला 30,000 जम्मा ल ल साथीहरू यसको मूल्य चाहिँ 30,000 हो इच्छुक मानिसहरू आउनु ए 20 म त 30 भनेर हो नि ल ल बाले चाहिँ 20,000 भन्नुभएको छ ल साथीहरू टक्क पारामा आएर लान सक्नुहुन्छ यो चाहिँ हाम्रो मिठुदेहीको घर मिठुदेही तलतिर जानुभएको छ चोकतिर लच्छु भाइले फोन गरिसक्यो म अब जानुपर्ने हुन्छ म चाहिँ माल दिदी कहाँ आइसकेँ डुरिम हेलो सारिका के गरी छौ यता हाम्रो भान्जा पनि छन् आमा हुनुहुन्छ दिदी हुनुहुन्छ के छ भान्जा ठिक छ नमातिकिन ल के छ हो तिम्रो के छ ठिक छ ल बाई 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 अहिले आउँछु है म बाई बाई मेरो विशाल पनि छ यता कहाँ गएर हो त कहाँ गएर हो ओ माई गॉड हो म त भाग्छु यो चाहिँ हाम्रो साइलो बाको घर हो ढुङ्गाल छाएको घर छ च्याट्ट राम्रो छ यता साइलेमा बस्नु भएको छ साइलो बा हुनुहुन्छ दिदीहरुसित बोल्नु भए फोनमा ए म चाहिँ अब जाँदैछु ढुङ्गारेको घरमा को हुनुहुन्छ म तपाईहरुलाई विस्तृत रूपमा देखाउँछु उता चाहिँ हाम्रो तिला बाजुको घर हो म यहाँबाट छिर्न पर्ने हुन्छ नबिना हैन बस्नु भएर चाहिँ त बाख्रान छ नि खर सुकाउनु भएर रहेछ म चाहिँ यो बाटो जानु पर्ने हुन्छ माइलो बा के छ खबर म त भिडियो बनाउँदै आएको सर आज बाख्रा फुकाउनु भएन हो ल गएँ म अहिले मास्तिर हिँडेको लैदिएको गमला अरे ए ल तँ ल्याउँला अहिले यता कान्छा बानी हुनुहुन्छ क्यार्नु भयो ए बस्छ चिया नास्ता भयो खाना पिना चिया नास्ता ए बाख्रा लानु भएन बाख्रा हिजोआज होइन फुकाउने चाहिँ होइन कति कान्छामा यो चाहिँ हाम्रो कान्छा बाको घर हेर्नुहोस् कति राम्रो हो च्याट्ट लिपलाप गरेर राम्रो बनाउनु भएको रहेछ यता चाहिँ कान्छा कोठी यता पाठा पनि पाल्नु भएको रहेछ यता चाहिँ हाम्रो गैरारे उमेदाईको घर क्यार्नु भएको छैन हजुरले फेरि ल यो चाहिँ हाम्रो गैरारे उमेदाईको घर घर फुकाएर ल्याउनु भयो ल ल भाइ आएन स्कुलबाट म चाहिँ अब यहाँबाट निस्किनु पर्ने हुन्छ उताबाट घुमेर म यताबाट आएँ यो बाटो जाने म यता यी हाम्रो गैरारे उमेदाईको बाछन छ अहिले किनेर ल्याएको नयाँ बाछो अरे यता चाहिँ हाम्रो कान्छा बाको बाख्रा फार्म लच्छुहरू कहाँ पुग्यो मकै खन्नु भएको रहेछ बाबुजीहरूले यो चाहिँ हाम्रो किसन दाईको मिल यहाँ को हुनुहुन्छ कोही छैनन् क्या रित्तै हैछ यार छ्या आउन मात्रै भयो रित्तै हैछ हाम्रोतिर चाहिँ मकै खन्ने बेला भइसक्यो बाबुजीहरूले मकै खन्नु भएको लच्छु भाइ कहाँ पुगिसक्यो ओ लच्छे बोल्दैन क्या सुनेर पनि ए बोलो बोलो त्यहाँ रहेछ बाटोको अवस्था यस्तो छ है हाम्री डम्बी कुमारी आमा पनि यहाँ हाँस्नु भएको छ के छ आमा म त हजुरलाई भेट्न आएको के छ सन्चो बिसन्चो के छ भनेर सोध्न आएको म त सोध्न बस्न ए त्यही त हो नि क्यार्नेहरू यहाँ खन्न लानु भएको रहेछ
के हो त नि यो मकै लाई के हो यो यता फेरि बाक्लै छ ए अँ लसुन उक्काएको ल ठिक छ यो चाहिँ हाम्रो लच्छु भाइको घर हो बाटो यस्तो सिँढी बाटो छ यता पियाज लाउनु भएको रहेछ खुर्सानी पनि छ यहाँबाट चाहिँ झन् दामी देखिन्छ हाम्रो गाउँ यो तल देखेको चाहिँ हाम्रो थापाथर गाउँ हो यसलाई चाहिँ हामीले थापाथर भनिन्छ अनि यो तल देखेको चाहिँ हाम्रो तल्ला गाउँ हो यहाँ पनि थुप्रै मानिसहरू हुनुहुन्छ यो चाहिँ भान्साकोठी हो यस्तो छ उता चाहिँ हाम्रो डम्बर दाइको घर हो परको लगे चाँडो भ्या त अनि काटौँ त कपाल बेरो आहा मलाई बेरो आहा मान्छेलाई उहाँ काम कति छ घरतिर लथालिङ्गै छ भाडा मान्नै छ के के छ त्यहाँ काम यो मासतिरको चाहिँ हाम्रो जेठेन्टीको घर हो कपाल अस्तिको जस्तै ठ्याक्कै मुलेट काट्ने हो कि अर्कै काट्ने र ल त्यो मुलेट काटौँ दारी पनि काट्न छ यहाँ हजुरलाई प्रसादी छ क्या यो खोल्टी यहाँ राख्ने निकाल्न पर्यो नि होइन क्या यहाँ प्रसादी पठाउने अनि यहाँ खिच्न फेरि लाउनु लाउनु यहाँ थोरै हो धेरै होइन प्रसादी यति छ है लाउनु कसार अनि यही रोटी ल पानी खानु पर्यो तिर्खा होला आमालाई पानी नखाइ भएन मेसो आएन यही राखिदिनु पर्यो हाम्रो चाहिँ यहाँ बुढी आमा हुनुहुन्छ उहाँ चाहिँ कति वर्ष हुनुभयो तपाईहरुलाई म विस्तृत रूपमा देखाउँछु यता बस्नु भएको छ आमा कति वर्ष हुनुभयो हजुर भन्नुस् त ल आज बसेरै गफ गर्न पर्यो ल कति भयो अरे 6 सालले 6 साले भनेपछि त हुनुभयो 77 वर्ष हुनुभएछ 77 वर्ष कुन महिनाको हजुर भदौ ए कति गते गते त थाहा छैन गते फेरि थाहा छैन ले साँच्चै हो क्या हो साँच्चै किन बिर्सिनु भयो त नि फेरि त्यस्तो खै बिर्सेँ के अहिले बिर्सिनु भयो कि थाहै छैन थाहै छैन ए हो भदौ भन्ने थाहा अरू केही थाहा छैन आमा पनि त्यत्रो वर्ष पुगिसक्नु भयो जो सधैँ टाठी हुनुहुन्छ घाँस काट्नुहुन्छ तलतिर मासतिर यताउता काम गर्नुहुन्छ भित्र बाहिर पकाउने क्यार्नी सबै गर्नुहुन्छ यो चाहिँ हाम्रो आमाको घर यस्तो राम्रो बनाउनु भएको लिपेर च्याट्ट आन्टी उता घाँस काट्न जानुभएको र लच्छु भाइ उता खुट्टा दुख अरू भन्नुहोस् आमा के छ नयाँ नौलो खबर नयाँ नौलो के हो नि अरे बाबु अब हो बुढाबुढी गएर खाता भने के सुनिन्छ नयाँ खबर कसैले भने सुन्ने हो त हो होइन अहिले त मोबाइलमा देखिन्छ आमा सबै कुरा मोबाइलमा देखेको मोबाइलमा आउँछ त्यही हो घर त्यही त नि नयाँ नयाँ के सुन्न पर्यो देख्न परे मोबाइलमै आउने भयो त्यही त नि ल आमा ल पुरा सेयर गर्नुभयो खुसी लाग्यो म चाहिँ अब यहाँ कपाल काट्नु पर्ने हुन्छ बेरो भयो लच्छु क्यारी हुन्छ ल चाड धोइ त लच्छु अघि पुगिसक्यो यो ताउलो पनि रहेछ है फोहोरो ताउलो भिडियो गराउनु परेन किया त नि के अरे भाउजू नजिस्काउनु है हाम्रो लच्छुलाई जिस्काउन पाइन्न है हजुर जस्ता छन् मान्छे त
पुलअप बार भन्छ। ल काटौँ त अब कहाँ बस्ने ल गाइज आजको भिडियो यति नै भयो। तपाईँहरूलाई कस्तो लाग्यो लाइक कमेन्ट सेयर सब्सक्राइब गर्न नबिर्सिनु होला। ओके बाई बाई।